आँट गरौँ आँट गर छोरो आँट मर्तको छोरो त कस्तो डर लाग्यो भूत हुन सक्छ ओ माई गॉड भूत भूत मसिएर भने भूत हुन सक्छ के। नमस्कार साथीहरू, म चाहिँ सुनिल बोरा। मेरो चाहिँ फर्स्ट मिनी ब्लग हो। हजुरहरूले चाहिँ साथ सपोर्ट गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है साथीहरू। म चाहिँ अहिले नाइट ड्युटी गरेर रुम जान लागेको छ। त्यहाँदेखि जान 1 किलोमिटर जानुपर्छ साथीहरू। रात्रि एक्लै हिँडेर जानुपर्छ साथीहरू, एक्लै है साथीहरू। म चाहिँ मेरो भ्लगमा चाहिँ सबैजनालाई वेलकम छ भन्न चाहन्छु, मेरो फर्स्ट भ्लग। अनि हजुरहरूले चाहिँ सब्सक्राइब गर्न नभुलिदिनु होला भन्न चाहन्छु है त साथीहरू। साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु साथीहरू है। म चाहिँ द्याट इज यस्तो छ साथीहरू, सुनसान। ए डगहरू हेलो डगहरू छ साथीहरूलाई। अनि कोही छैन साथीहरू, सुनसान। भूत भयो भने डर लाग्दैन नि। यस्तै हो साथीहरू। के गर्ने, बिहान 10 बजी आइन्छ साथीहरू, अनि रात्रि 11 बजे जाइन्छ है। के गर्ने, यस्तो छ साथीहरू यहाँको जिन्दगी चाहिँ है। म चाहिँ अहिले नाइट भ्लग गरिरहेको है। यस्तो छ भनौँ, अहिले यहाँको जिन्दगी कोही छैन साथमा, सुनसान छ। त्यही यो जङ्गलमा भूत भयो भने के गर्ने साथीहरू, आफ्नो त डर लाग्छ है। ओ माई गॉड, गाडी पनि आएको साथीहरू। मलाई चाहिँ त्यस्तो डर सर भन्ने कुरो केही लाग्दैन है साथीहरू। राति हिँडेको मान्छे, मलाई त्यस्तो डर सर भन्ने चाहिँ छैन है त साथीहरू। साथीहरू मेरो भिडियो फर्स्ट हेर्दै हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला है त साथीहरू, प्लिज। यति भन्न चाहन्छु म है। ओ माई गॉड, ओ खाल्डो रहेछ साथीहरू। अब तल देखिँदैन साथीहरू है। अहिले चाहिँ मैले आज चिकन बनेको थियो साथीहरू, मैले चाहिँ पार्सल गरेर घरमा लिएँ है। ढिला हुन्छ भनेर 11 बजे ढिला हुन्छ नि त, 11 बजे। त्यही भएर कोही छैन तारैतिर, सुनसान छ गाइजहरू, सुनसान छ यहाँतिर। ए म र मेरो छाया बाहेक अरू कोही छैन यता पुरा साथीहरू। गाडी चाहिँ चलिरहन्छ साथीहरू यता चाहिँ। अब त्यस्तो मेन रोड चाहिँ होइन, तर गाडी चाहिँ चलिरहेको हुन्छ। अब डर चाहिँ लाग्दैन मलाई एक नम्बरमा। मान्छेहरूले डर लाग्छ भनेर सोचे होला है, मलाई डर चाहिँ एकदम लाग्दैन। म गाउँघरमा यस्तै जङ्गलमा हिँडेको मान्छे हो, तर वाउ यहाँनिर रोड चाहिँ बवाल छ है। हजुरहरूलाई देखाउँछु है। अनि हजुरहरू चाहिँ के गर्दै हुनुहुन्छ, कतादेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो, सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। मेरो चाहिँ फर्स्ट भ्लग हो यो है साथीहरू। म चाहिँ भोलिदेखि भ्लगै स्टार्ट गर्छु साथीहरू। अनि मर्निङ गर्छु अनि नाइट गर्छु होइन, आउँदा जाँदा। यत्तिकै हो मेरो। अनि हजुरहरू के गर्दै हुनुहुन्छ है त साथीहरू, मेरो फर्स्ट भिडियोमा चाहिँ स्वागत छ हजुरहरूलाई। चट ओ माई गॉड, यस्तो सुनसान ठाउँ छ, कतै भूत भयो भने डर लाग्ने। ओ माई गॉड, हेर न कस्तो सुनसान छ भने, कस्तो सुनसान। मलाई त डर लाग्न लाग्यो यार, कतै भूत पो छ कि भने साँच्चै यार मलाई डर पनि लागिसकेको छ है। पक्का भूत पनि हुनसक्छ साथीहरू है। ओ माई गॉड, हेर्नुहोस् यहाँ यस्तो छ, कोही छैन, कोही छैन यता साथीहरू, कोही छैन। भूत पनि हुनसक्छ। मलाई त कस्तो डर लाग्यो, भूत हुनसक्छ। ओ माई गॉड, यस्तो डर लाग्यो मलाई। कोही छैन क्या साथीहरू। ओ माई गॉड, 11 बजे राति। कोही छैन, तो सुनसान। यता चाहिँ आर्मी बेराकर छ है साथीहरू, यता चाहिँ आर्मी बस्ने ठाउँमा चाहिँ कोही छैन भने माई गॉड, डरेर डरेर जानु परेछ मलाई। डरेर जानु परेछ, डर पनि लागिरहेछ साथीहरू। मलाई चाहिँ एकदम डर लागेको छ है। भूत हुनसक्छ, भूत भूत मसिएर भने भूत हुनसक्छ के। आँट गरौँ आँट गर छोरो आँट मर्तको छोरो हो म चाहिँ।
8 गरेर हिँड्छु म चाहिँ 8 गरेर हिँड्छु यता कोही छैन भने यता हेर्नु न ओ माई गड अहिले चाहिँ भर्खर मान्छे आयो है अलिकति डर चाहिँ लागेन मलाई भूत हुनसक्छ भूत 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 यता चाहिँ भूत छ है ओ माई गड अहिले चाहिँ मलाई त्यस्तो केही डर छैन त साथीहरू म चाहिँ मेन रोडमा पुगिसकेको छु साथीहरू मेन रोडमा पुगेको छु साथीहरू मलाई चाहिँ डर भन्ने छैन है अब मान्छेहरू पनि छ है साथीहरू अहिले चाहिँ मान्छेहरू पनि टन्नै छ गाडीहरू चलिरहेको छ साथीहरू है तर यता कोही छैन सुनसान छ जङ्गल जस्तो अलि स्कुल पनि छ है त साथीहरू युनिभर्सिटी कलेज हो यो चाहिँ है साथीहरू यहाँ चाहिँ साथीहरू म चाहिँ भर्खर मेन रोड पुगेँ साथीहरू यहाँ चाहिँ क्रस गरेँ है ओ माई तर नाक भ्यू चाहिँ बबाल आउँदो रहेछ त्यो साथीहरू अहिले चाहिँ मान्छेहरू चाहिँ छ यता त्यो चाहिँ बिरिरहेछ साथीहरू यता चाहिँ पुल बनेको छ साथीहरू के रहेछ कुनै पार्टी या कुछ चाहिँ हुनुपर्छ है साथीहरू यता चाहिँ यहाँदेखि तली जानुपर्छ साथीहरू यहाँदेखि चाहिँ तल जानुपर्छ है त साथीहरू अब चाहिँ मेरो रुम पुग्नलाई कम्तीमा अब चाहिँ 10 मिनट हिँड्नुपर्छ साथीहरू हजुरहरू चाहिँ अहिले के गर्दै हुनुहुन्छ है हजुरहरूले मेरो भिडियो चाहिँ कहाँदेखि हेर्दै हुनुहुन्छ है साथीहरू कमेन्ट गर्नु होला है साथीहरू म चाहिँ यहाँदेखि हेर्दैछु भनेर है साथीहरू बिहान फेरि 6 बजे उठ्नुपर्छ 6 बजे उठेर काम गर्न जानुपर्छ अनि 6 बजे उठेर काम गरेर चाहिँ खाना खानुपर्छ साथीहरू अनि खाना खाएर चाहिँ फेरि काममा जानुपर्छ है त साथीहरू अर्को काममा जानुपर्छ अहिले चाहिँ यता चाहिँ यो रोडमा चाहिँ साइडमा घर चाहिँ छ है साथीहरू यता साथीहरू साइडमा घर चाहिँ छ है साथीहरू तर मान्छेहरू चाहिँ सुतिसकेको छ साथीहरू किनभने अहिले चाहिँ 11 बजिसक्यो सुतिसक्यो होला मर्निङ चाहिँ म यो घरमै काम गर्न आउँछु है त साथीहरू यो बिल्डिङमै काम गर्न आउँछु म चाहिँ अनि अहिले चाहिँ हिँडेको रात्रि भइसक्यो यहाँ डग कुकुर बाहेक अरू केही छैन साथीहरू यता चाहिँ ओ माई गॉड साथीहरूले पनि नाइट चाहिँ भ्लग साथीहरूले पनि नाइट त यस्तै छ साथीहरूले पनि नाइट ट्राभल त गर्नुभएको होला साथीहरू है हजुरहरूलाई पनि थाहा होला महसुस कस्तो हुन्छ नाइट ट्राभल गर्दाखेरि अब डर लाग्ने मान्छेहरूलाई चाहिँ डर लागिहाल्छ है साथीहरू मलाई चाहिँ त्यस्तो डर लाग्दैन है के गर्ने ओ यस्तै छ साथीहरू है गाडी चाहिँ गयो है अहिले चाहिँ गाडीहरू चाहिँ हिँडिरहेको छ है साथीहरू किनभने यता यो रोडमा चाहिँ गाडीहरू हिँडिरहेको हुन्छ है साथीहरू यहाँ चाहिँ अब लगभगमा रुमतिर पुग्न आँटिसक्यो साथीहरू यहाँदेखि अलिकति थोरै हिँड्दाखेरि चाहिँ म रुम पुग्छु होला 5 मिनट 10 मिनट कति लाग्छ थाहा छैन तर मान्छे चाहिँ अहिले गाडीहरू चाहिँ आवत जावत भइरहेको छ साथीहरू त्यति डर लाग्दो चाहिँ छैन मलाई कस्तो लाग्यो साथीहरू मेरो अनुभव नाइट अनुभव फर्स्ट भ्लग अलिकति डर पनि लागेको थियो जस्तो पनि थियो यहाँदेखि चाहिँ अब जाउँ साथीहरू नाइटमा चाहिँ अलि म रनिङ हान्छु है त साथीहरू रनिङ चाहिँ अलि ट्रेनिङ गर्नुपर्छ साथीहरू रनिङ चाहिँ ट्रेनिङ गर्नुपर्छ है रनिङ ओ माइ लभ साथीहरू मेरो भिडियो चाहिँ अब चाहिँ लगातार आउँछ जस्तो छ साथीहरू मेरो भिडियो चाहिँ अबदेखि लगातार आउँछ है साथीहरू अब
रुम पुग्न पनि अलिकति छ। साथीहरू फाइनल्ली म चाहिँ रुम पुगेँ है त साथीहरू। अहिलेलाई यो भिडियो चाहिँ यति, अनि अब भोलि चाहिँ बिहानको भिडियो गर्छु है त साथीहरू। हे हे टुङ टुङ टेढाउ दिदा आमा छोरी चाहिँ सुतिरहेछ। मान्छेहरू बहुत निन्द्रामा छ अहिले। बाई, भोलि आउँछु म।